साथीहरू अत्यन्तै ब्रेक न्युज आएको छ है, ब्रेकिङ न्युज, एकदम नराम्रो न्युज हो यो चाहिँ। सो अब ध्यान दिएर सुन्नु होला होइन, सक्नुहुन्छ भने यो भिडियोलाई सेयर गर्नु होला। सुजन गुरुङमाथि चाहिँ आक्रमण प्रयास, रानीबारीदेखि बानेश्वरसम्म लखटिएको भन्ने आएको छ है। यो कसरी हो म तपाईँहरूलाई डिटेलमा भन्छु है। हाम्रो नेपालका संयोजक सुजन गुरुङमाथि आक्रमणको प्रयास भएको छ। उनका अनुसार रानीबारीदेखि बानेश्वरसम्म पल्सर बाइकमा रहेका एउटा समूहले लखटेको थियो। त्यसपछि बिचमा 2वटा गाडी थपिएपछि झन् पछि गरेको छ है, पिछा गरेको छ। र यो सबै क्रिएट चाहिँ अहिले को माथि छ भनेदेखि यो महेश बस्नेत भन्नेसँग छ है। यसले हो कि जस्तो यसले आक्रमण गराएको हो कि भन्ने पनि न्युज आएको छ। अब यसमा के कतिको सच्चाइ हो यो चाहिँ अब तपाईँलाई बिचमा अब खबरहरू दिइरहने नै छु। साथीहरू जोडिरहनु होला है, र भिडियोलाई सेयर पनि गर्नु होला साथीहरू।